संचारकर्मी रूपा सुनारियाट जाट्या कारण कोठा बालम मबिउगु तोपने सुनार प्रहरी जायर विषयली एया बबर मल्य छेथुवा सरस्वती प्रधानयाट सोनु तक प्रहरी हिरासते तगु ख जातीय विभेटियागु प्रमाण मगागुली मुद्दा क्याफे मकुथका जिल्ला अदालत एया सरकारी वकिल ज्याकुथी थासेली अनामनगर प्रहरी बित छेथुवा प्रधानयाट प्रमाण मगागु आधारे वंगु असार 9 गते साधारण तारिखे तोटुगु ख सो घटना याना थगु छे थम सोया बाला बिगु छेथुवाया अधिकार ख वो जातीय विभेटिया त थैगु खे नेपाली समाज दलित व गैर दलित दथुई निगु खेमा पक्ष व विपक्ष विभाजन ज्याचुङ खनेदु छेथुवा प्रधानयाट टोटकेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ प्रहरी विद्या छागु व सरकारी गाडी तयार छेते इङ्गु गुथका पेखेर विरोध ज्याचुङदु अब भविष्यमा यस्तो कैद नहुने गरेर हामी अगाडि बढ्नुपर्छ। विरोध जुसेली मन्त्री श्रेष्ठ याके वंगु मंगलबार राष्ट्रिय मानव अधिकार आयोग स्पष्टीकरणका आज खसा मन्त्री श्रेष्ठ न आयोगे वया स्पष्टीकरण विषय थपाखे गल्ती जुगु व आवली अथे मयागु थका थागु आयोग विज्ञप्ति पिकया थागु थुके सरस्वती प्रधान थासा थम सुनारियाट छुन कठया विभेद मयानागु व थगु उजमकासे फोन कल रेकर्ड याना सुनियोजित ढंग फसेयाको सोगु दाबी याना दिगु थायो लागि थायो जित अनजाने चाहिँ नि इमसथे पसे या त मंगला जि थायो जात थायो छत छत यानो नम्बर जि थे थायो नम्बर मंगला पुग्यो लागि चाहिँ नि आज त गठेना जिल्ला मिले याना त नि पाएन थोहे घटनाक्रम रूपा सुनार सुनियोजित ढंग छु मसिम छेथुवा या त फसे या त सोगु थका पुलिसा संचारकर्मी रूपा सुनार या त कारबाही या मागु माग त गुदुसा थुके रूपा सुनार या त जातीय विभेद जुगु व थटे जातीय विभेद यामिसित मन्त्री वनातोटक वंगु थका सामाजिक सञ्जाल विशेष सदके थाथासे विरोध जुया वया चुमुदु जातीय आन्दोलन चाहिँ जातीय भेदभाव हटायो लागि हिनेवाते अग्रसर जाएको लन्चन हो यदि नेवातेसँग बायमा बियो खसा आठोको फेना चाहिँ यो भाषण बिहा चाहिँ नेता त दु जातीय अभियान यो खुलान चौबिदु वेकटना चाहिँ झिसा नेवातेसँग उपत्यका यो सुनिकन पाल्या खा वेकपे भ्यामस्ते र चयन्त खरे झिसा स्टाइक माछा ठो चाहिँ जातीय द्वन्द्व रुपे भन्नु तर नेवाते त ये नेवा सभ्यताले कुकिसमा आक्रमण हो सुनिश्चित रूपमा आना यो प्रोपोगन्डा या छ बोजुले फुक प्रधानमन्त्री जसा मन्त्री जसा मेयर जसा उपमेयर जसा झ्याम जनप्रतिनिधि जसा ये नेवाते बसे चाहिँ ढिसिलाका दनमा चाहिँ जी इना प्यान जना व आवश्यक जसा कृष्ण गोपाल नामे चाहिँ जिपे मेयर बिना फुक दन्दनु तयार दिए थे उसन थोय दथुई छेथुवा सरस्वती प्रधान बुधबार राष्ट्रिय मानव अधिकार आयोगे वना रूपा सुनार नाप वेकया निम पासपिन्त कारबाही या मागु माग तया उजुरी तया दिगुदु छेथुवा प्रधान लिसे नेवा अभियान गर्दा त बुधबार आयोग ज्याज्याको थि वना उजुरी त उङ्ख आवश्यकता नभएको कोठा भाडामा चाहियो भने बहानाबाजी बनाई मेरो मन्जुरी बिना फोन कल रेकर्ड्स गरी आफैले म कामीकी छोरी हुँ भनी आफैले आफूलाई अपमान गरी होट्याई क्षुद्र व्यवहार देखाई कोठा भाडामा जबरजस्ती बस्न दबाब दिएको र भाडामा दिन नमिल्ने भनी जवाफ दिएपछि गलगल हाँसी यो घटनाको भोलिपल्टै अर्थात् मिति 2078 साल 3 महिना 3 गते महानगरीय प्रहरी ब्रिज सिंहदरबारमा जातीय भेदभाव तथा छुवाछुत कसुरको जाहेरी दरखास्त दायर गरी मलाई जालसाजी मेरो विरुद्ध षड्यन्त्र रची पक्राउ समेत गराएको मैले कुनै जाति सम्बन्धी विभेदकारी एवं छुवाछुतको व्यवहार नै नगरेको र आफूलाई सञ्चारकर्मी भन्ने निज रूपा सुनारले अरू 2 जना थप साथीहरू लिई नेपाल सरकारले कोभिड-19 को महामारी संक्रमण नियन्त्रण गर्नको लागि जारी गरिएको निषेध आज्ञाका दिनमा सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी हिँडेको एवं मैले छुवाछुतको व्यवहार गरेको भनी गर्दै नगरेको अनर्गल प्रचार फेसबुक युट्युब लगायत सञ्चार माध्यमबाट गरी मेरो व्यक्तिगत जीवनको स्वतन्त्रताको हनन गरेको मेरो मानव अधिकारको हक हनन गरेको तथा
मेरो निजी साम्पत्तिक हक अधिकारलाई कुण्ठित गरी हनन गर्दै विभिन्न मिडिया मार्फत प्रचार प्रसार गरी हिँडेको। निज रूपा सुनार आफैले आफूलाई कामीको छोरी भनी आफूले आफैलाई अपमानित गर्ने, होच्याउने जस्ता सामाजिक नैतिक पतन हुने गरी व्यवहार देखाएकोले यस्तो चरित्र देखाउने जुनसुकै थरका व्यक्तिलाई कसैले पनि भाडामा दिन सक्दैन। त्यसकारण त्यस्ता सामाजिक नैतिक पतन देखाउने मानवीय अधिकारहरू हनन समेत गरेको। हजुरको सही छ? सही उहाँको जीवन रक्षाको लागि अब हामी सबै आइपुग्यौँ। फेरि उहाँलाई अब पक्राउ गर्ने पनि सम्भावना छ भनेर विभिन्न किसिमको प्रचारहरू भइरहेको पनि नसुनेको होइन सर। तर उहाँले के अपराध गरेकै छैन, उहाँको मानव अधिकार चाहिँ रक्षा गरिदिनु पर्यो भनेर हामी आयौँ। त्यसकारण यस राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षको निष्पक्ष छानबिन गरेर न्याय दिलाइदिनु पर्यो भनेर हामी आयौँ। अब आएको विषयमा तपाईँहरू सबै परिचितै हुनुहुन्छ। यसले निष्पक्षता नै कायम गरेर यसलाई सूक्ष्म तरिकाले यसको सबै पाटोबाट हामी अनुसन्धान गर्छौँ। मान्छेले मैले त्यस्तो जातपातको मैले कुरा गरेको पनि छैन। मलाई धेरै याद आयो, मलाई ठाउँमा यस्तो समस्या। बाँकी कुरा अदालतमा पनि परिरहेको विषयमा अब न्यायिक निकायबाट नै सम्बोधन हुने कुरा यहाँहरू जस्तो अब विद्वत वर्ग, पत्रकार वर्गलाई भनिरहनु पर्दैन होइन। अदालतमा हुने कुरामा अदालतमै हुन्छ, आयोगले गर्ने कुरा हामी गर्छौँ। हठे फटे गुछोले सरस्वती प्रधान या त न्याय बिमा थका सोनिगया थ्याथासे लाची सङ्कलन यागु ब्यानर या न बोज्या यागु छ। चाहिँ नि सरस्वती द न्याय बिमा सुसु ख इच्छा दुख सिंगे जरियाले मन सुनम त सि ख सरस्वती द तस्क अन्याय जु द्या त के सुन छि सिंगे जरि ना आयो पति छौ सिंगे जरि काम ख थ चरमबद्ध रूपमा झिन्नेवाते त चाहिँ छगु आक्रमण जया चौधु मला अले वे स्वरूप यो तो छगु रूप न ख मला जसा सरस्वती प्रधान दिदी पछि छगु थरायंगा प्रधान दागा थो आना चाहिँ काठमाडौँवासी छि उपत्यकावासी नेवाते त जुन आक्रमण या उके विरुद्ध आवाज ख न्यायको लागि आवाज ख गुल्दका झिन्नेवाते चाहिँ दबे जया छ दागा थो संघर्ष ख दोषी मन सुख सुना चाहिँ थो प्रोपोगन्डामा चाहिँ सुपछि थो योजना यो पछि डिजाइन ख वो मने त कारबाही आमाला थोखट्ना लिपाङ्गु इले सत्तापक्ष व विपक्ष दथुइ हे राजनीतिक तौपेच्या विषयवस्तु ज्याबिगु गुकी याना दलित व गैर दलित समुदाय दथुइ जातीय खलल हया समाज बामलागु लिच लाइला थैगु फान ज्या चुंगु खनेरु गुकी सम्बन्धित जातीय पक्ष व सरकारवाला तेस इले वा चाका जातीय सद्भाव व आपसी भाइचारा कायम या मागु खनेरु